तपाईं स्किलफुल हुन चाहनुहुन्छ भने तपाईले धेरै भन्दा धेरै प्र्याक्टिस गर्नुपर्छ। तपाईले पढेर ज्ञान मात्र विकास हुने हो, तपाईको स्किल विकास गर्नका लागि त्यसले कुनै पनि हेल्प गर्दैन। यदि तपाईं स्किलफुल हुन चाहनुहुन्छ भने आफू कुन स्किलमा पर्फेक्ट हुन चाहनुहुन्छ त्यो स्किललाई चुज गर्नुस् र त्यही स्किललाई प्रत्येक दिन कम्तीमा 10 मिनेट अर्थात् आधा घण्टा कति टाइम दिन सक्नुहुन्छ रेगुलर प्र्याक्टिस गर्नुस्। तपाईले एकै दिनमा 5 घण्टा गर्ने र 5 दिन नगर्ने भन्दा पनि एक दिनमा आधा घण्टा गरेर 5 दिनसम्म गर्नुभयो भने त्यो एकदमै प्रभावकारी हुन्छ। त्यो स्किलमा यति प्र्याक्टिस गर्नुस् कि त्यो स्किलमा तपाईले अरु भन्दा धेरै काम गर्न सक्ने क्षमता होस् र त्यो स्किलले चाहिँ तपाईलाई पर्फेक्ट बनाउँछ र स्किलफुल भइयो भने पैसा कमाउनमा पनि मद्दत गर्छ र नलेज भन्दा पनि स्किल धेरै पावरफुल हुन्छ। अहिलेको समयमा धेरैसँग नलेज हुन्छ तर स्किलसँग त्यतिसँग हुँदैन। स्किल भए पनि हाफ मात्र स्किल हुने, धेरै मात्रामा स्किल कसैसँग हुँदैन। त्यसैले तपाई स्किलफुल हुन चाहनुहुन्छ भने पढाइले मात्र काम गर्दैन, प्र्याक्टिस धेरै भन्दा धेरै महत्त्वपूर्ण छ। प्र्याक्टिस गर्नुस्, आफूले रुचाएको क्षेत्रमा आफू कुन क्षेत्रमा अघि बढ्न चाहनुहुन्छ त्यो क्षेत्रमा यति प्र्याक्टिस गर्नुस् कि त्यो स्किलमा तपाईभन्दा बढी पर्फेक्ट अरु कोही पनि नहोस्।